गाइज वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ म सुशान्त केसीको उफ भन्ने गीत चाहिँ रियाक्ट गर्न जाँदैछु होइन। यसको नेपाली भर्जनवाला पनि मलाई अति नै बवाल मन पर्थ्यो। अझ त्यो मै होला राजा तिम्रो तिमी मेरो वाला त्यो छ नि, मै होला राजा तिम्रो तिमी मेरो रानी सा भुल्दैछु संसार सबै त्यो वाला झन् मलाई मेरो फेभरेट थियो कि। अब त्यो वाला पार्ट चाहिँ यो हिन्दीमा झन् कस्तो सुनिन्छ सुनौँ है त। अब रेडी 1 2 3 गो। ए हिन्दी पो जब से मिला हूँ तुमसे दिल की जबरदस्ती है, रख लूँ मैं तुमको ढूंढ के। उसकी एक झलक मचती है धड़क, उफ उनकी क्या बात करें। नैनों का पलक अंदाज़ी अलग, उफ उनकी क्या बात करें। बहके संग संग जो हवा तेरी जुल्फों की महक ले आती है, मेरे मन में तुम्हारे जज्बाती तरंग, उफ उनकी क्या बात करें। कस्तो मलाई त पुरै लिरिक्स चाहिँ इङ्ग्लिस के अरे इङ्ग्लिस रे सरी नेपाली नै घुमिरहेछ क्या दिमागमा। अनि थिमहरू पुरै नेपालीकै रहेछ है, कस्तो राम्रो पर्फेक्ट। अनि म त सुरु इच एन्ड एभ्री वर्डहरू मेरो त नेपाली आइरहेछ कि। त्यो लिरिक्स मैले सुनेको छु तर कस्तो नेपाली नै आइरहेछ। कस्तो राम्रो थिमहरू पनि त्यही छ। अनि ड्रेसिङ यताउता सबै त्यही नै छ, कस्तो राम्रो। अनि मलाई त्यो सुशान्त केसी नि कस्तो मन पर्थ्यो, कस्तो राम्रो देखाएको छ उसलाई नि। अनि स्वस्तिमा सी इज लुकिङ सो प्रिटी। अनि मलाई कस्तो मन परिरहेछ। अनि यो गीतको भाइबहरू यसको मिनिङहरू सिमिलर टु नेपाली नै छ। अनि कस्तो मन परिरहेछ। यो लाइन चाहिँ नेपालीमा हालेर पर्फेक्ट गरायो कि। त्यो भएपछि नेपाली पनि चिनिन्छ नि त। अन्त चिनिने त अब सुशान्त केसीले चिनाइदिएको छ। बट स्टिल नेपाली भएपछि अब इन्डियनहरूलाई पनि यो वाला टोन त अलिकति जाने भयो नि त उनीहरूलाई पनि। गुड, भेरी गुड। मलाई एकदम मन पर्थ्यो यो लाइन। यस लेकर आऊं मैं जो पसंद हो, दे दे आवाज, कर दे बस मीठी मीठी बातें। बन जाऊं राजा तू भी मेरी रानी, आज हो जाए दिल की मुलाकातें। यस माई फेभरेट पार्ट। यस अनि यो लाइन पनि नेपालीमै राखिदिएको भए चाहिँ झन् मेरो मन चङ्गा चङ्गा हुन्थ्यो। तर यो नेपालीमा नरहेछ। बट स्टिल यो लाइन रहेछ। सो आई एम सो ह्याप्पी। ओके जो कमर है दे दे अब नंबर है, बात होगा थोड़ा एहसास होगा। दिल की है मटक मटक जो कमर है, दे दे अब नंबर है, बात होगा थोड़ा एहसास होगा। उसकी एक झलक मचती है धड़क, उफ उनकी क्या बात करें। नैनों का पलक अंदाज़ी अलग, उफ उनकी क्या बात करें। बहकर संग संग जो हवा तेरी जुल्फों की महक ले आती है, मेरे मन में तुम्हारे जज्बाती
अहिले नै जवानीमा कहाँ कहाँ डुलाउँछौ मन ओ मैया कि मैया माया रात रात सारीमा कहाँ कहाँ बोलाउँछौ भन कस्तो गीत सकेको नि थाहा नै नपाएको यो मलाई मनपर्ने पार्ट जुन त्यो राजा रानीवाला त्यो पनि कस्तो राम्रो सुनियो होइन अनि तर त्यो नेपालीमा जुन भाइब आउँथ्यो त्यो चाहिँ अलि आएन तर पनि इट्स फाइन तर हामीले यो गीत चाहिँ होइन सुरुमा नेपालीमा नसुनिकन सुरुमा हिन्दीमा सुनेर नेपालीमा सुनेको भए चाहिँ नेपाली मन पर्थ्यो के अरे हिन्दी मन पर्थ्यो होला अनि अहिले त अब हामीले नेपाली सुनेर हिन्दी सुनिरहेछौँ नि त्यो अनि अलिकति बायसनेस आइहालेको छ कि नेपालीतिर नै तर पनि इट्स भेरी भेरी बेस्ट सङ होइन अनि त्यसपछि अर्को भनेको चाहिँ थोरै थोरै यो हिन्दीको साउन्ड आई मिन शब्दहरू चाहिँ अलिक क्लियर लागेन मलाई चाहिँ होइन अनि बिचमा नेपाली छ त्यो पनि वाउ अनि नेपाली भएको एकदम बेस्ट लाग्यो अनि त्यही हो साउन्ड अलिकति क्लियर भएन कतिवटा शब्द चाहिँ मिस्ड आउट भयो जस्तो छ बट स्टिल इट्स भेरी भेरी बेस्ट होइन अनि त्यसपछि सुशान्त केसीलाई चाहिँ कङ्ग्रेचुलेसन्स अब टी सिरिज जस्तोमा चाहिँ यसरी कोल्याब गरेर गर्नु पाउनु भनेको त एकदम राम्रो कुरा हो कि अब गीत जस्तो सुकै होस् आई मिन इट्स भेरी भेरी राम्रो होइन तर पनि लाइक उसले त आफूलाई चिनाइरहेको छ नि त चिनाउनु इज भेरी भेरी इम्पोर्टेन्ट थिङ के गीत भन्दा पनि सो उसले आफूलाई चिनाइरहेको छ त्यही भएर कङ्ग्रेचुलेसन्स अनि स्वस्तिमालाई पनि अब बलिउडतिर जाने होला मेबी होइन सो कङ्ग्रेचुलेसन दुईजनालाई नै गीत ओभरअलमा धेरै धेरै राम्रो छ तर स्टिल नेपाल इज माई कन्ट्री सो नेपाली नै मलाई मन पर्यो होइन अनि मैले अरू भनेको कमेन्ट्सहरूमा देखिरहेको थिएँ कि लाइक कस्तो किन हिन्दीमा गाएको नेपाली भएर किन हिन्दीमा गाएको हो भनेर त्यो कमेन्ट्सहरू देखिरहेको थिएँ तर मलाई चाहिँ के लाग्छ भने हिन्दीमा गाउने नेपालीमा गाउने इङ्ग्लिसमा गाउने भन्दा पनि ऊ कहाँसम्म पुगिरहेछ उसलाई कसले चिनिरहेछ ओल्डले चिनिरहेछ नि त होइन सो इट डजन्ट म्याटर उसले कुन ल्याङ्ग्वेजमा गाइरहेको छ क्या उसले त नेपाललाई चिनाइरहेछ आफूलाई चिनाइरहेछ सो इट्स भेरी भेरी बेस्ट पार्ट नि त सो त्यो कमेन्ट्समा गएर हिन्दीमा किन गाइस भनेर उसले क्रिटिसाइज चाहिँ नगरौँ होइन उसले प्राउड फिल गरौँ कि किनभने हामीहरूको नेपालमा अब जे भयो नि नेपाल जस्तो देशलाई बाहिर देशमा चिनाउनु भनेको त इट्स ह्युज थिङ के त्यही भएर कमेन्ट्समा त्यस्तो कमेन्ट्सहरू नगरौँ है अनि त्यही भन्दै सी यु इन नेक्स्ट भिडियो